के गरे ल ए साइड लगाउनु पर्ने हजुर जाँदा हुने हजुर हजुर अलिअलि जाँदा हुन्छ भन्नुभयो छ हुन्छ सर हस् हस् हजुर हामी यहाँ उता सिस्नेरी हजुर पत्ता हाल्छ केटाहरू बिस्तारै त हिँड्नु जानेको छैन नि So namaste everyone, welcome back to my channel. So after so long time म चाहिँ भर्खरै भ्लग बनाउँदैछु क्या मेरो च्यानलमा भ्लग नआएको नि 5 महिना भइसक्यो के भन्ने अब यसमा केही भन्न सकिन्छ त सक्दैन नि फेरि सोच्दै नै छ मेरो भ्लग नआएको धेरै भयो खासै राइड पनि नगएर पनि अनि खासै जस्तो खालको कन्टेन्ट पनि छैन क्या भ्लग हाल्नको लागि अब रेगुलरली हाल्नको लागि जस्तो राइड पनि गएन होइन कामकै कुरामा ड्युटी गयो आयो त्यही कुरामै आजकल चाहिँ अलिक बिजी जस्तो भएको हुनाले चाहिँ खासै राइड पनि नभएको हुनाले पनि हो एक हिसाबले त क्या ही बोलूँ मैं सो हामी चाहिँ आज सिस्नरी जान लागेको खासमा चाहिँ होइन तर अब जान्छौँ त्यहीँ ओहो यस्तो कुदाइदिने हो ओइले हान्ने कि नहान्ने नहान्ने गिद्दै हुन्छ फेरि लम केटाहरू चाहिँ हाम्रो चाहिँ आज लगभग एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा 6-7वटा लगभग 7वटा बाइक भएको छ योचोटि चाहिँ केटाहरू सब फुल्ली फर्ममा छ छन चाहिँ म चाहिँ छैन खासै मलाई चाहिँ अलिकति खासै जस्तो अलिक कम्फर्टेबल फिल भइरहेन क्या किन हामी चाहिँ खासमा जान लागेको चाहिँ सिस्नेरी हो खासमा चाहिँ तर हामी यता कुलेखानीबाट घुमेर अनि उताबाट यस्तो घुमेर आउने भने सोचमा छौँ छन चाहिँ सो हेर्दै जाउँ के हुन्छ बाटो कस्तो छ सबै थाहा भइहाल्छ होइन सो आजको राइड अलि रमाइलो पारामा जाउँ चिल पारामा जाउँ भन्ने सोच छ हाम्रो छन चाहिँ केटाहरूले कस्तो कुदाउँछ भन्ने कुरा हो प्याड चाहिँ जाने होइन आज आरामले जानुपर्छ प्याड चाहिँ बिस्तारै जाने है कुदाउनु हुँदैन धेरै हामी त स्टकमा हो मेरो पनि छ उसको त बाइक हेर्दै मोडी देखिन्छ सुरजको आयो लु भन्दै कुदाइदिनु जाम अलि बिस्तारै कुदा अहिले R15 NS एम्टी बोय मलाई एम्टी बोय भन्थ्यो ऋतिक नै एम्टी बोय भइसक्यो एम्टी बोय सेकेन्ड ए स्किल देखाएको हो के स्किल हो यो स्किल देखाएको टिकटकमा हालेर फेरि नेपाल पुलिसलाई पठाइन्छ नि फेरि चिटाउला गाह्रो छ नि अहिले त फेरि ए त्यही भएर हात छोड्नु उसको साउन्ड लाउड छ यार R15 को ट्राफिकले भेट्यो पनि के गर्ने हान्छ धोबी चेकिङ पहिला त थिएन लास्ट टाइम चाहिँ हामी जाँदाखेरि होइन योचोटि त आजकल त चेकिङ अलिक बेसी बढिरहेको नि त त्यही भएको कारणले चेकिङ चाहिँ बेसी होला कि भन्ने डर छ चेकिङ भइदियो भने चाहिँ त्यही हो क्या केटाहरूसँग राइड गएको बेलामा ठाउँमा रोकिरहनुपर्छ होइन अनि किचकिच बेसी गरिदिन्छ नि त ट्राफिकले पनि त्यही भएर चाहिँ गीत लाग्छ क्या R15 को आवाज झन् यत्रो छ नि त पुरा साइलेन्सर होइन त्यही भएर पुरै लाउड आइरहेछ क्या पछाडिबाट बेस आइरहेको मेरो कानमा मैले हुन त फेरि गीत पनि सुनिरहेको छु क्या फेरि सानो साउन्डमा त्यही पनि त्यस्तो लाउड सुनिरहेछ क्या भनेपछि ट्राफिकले कतिको सुन्छ भन्ने कुरा मजा आउँछ क्या सिङ्गल कुदाउनुको चाहिँ केटाहरू हाम्रो एकजना चाहिँ डबल लोड हुँदो रहेछ बाइक केटाहरू सब सिङ्गल सोलो है
सो मजा आउने बेलामा छ चेकिङ भइदिएन भने चाहिँ बबाले मजा रमाइलो हुन्छ आजको हाम्रो राइड चेकिङ भयो भने त्यस्तो विधि खासै उता छैन तर पनि किचकिच गर्नु खोज्छ क्या स्टकमै भयो भने हाम्रो डुकवाला चाहिँ फेरि डुकको चाहिँ फेरि हेर्दाखेरि अलिकति मोडी देखिन्छ क्या नम्बर प्लेटहरू अलि उच्च हाम्रो चाहिँ लगभग स्टकै छ त्यही साउन्ड मात्रै अलिकति थोरै मोड भएको नत्र अरू त सबै राम्रै छ भनौँ न स्टकमै छ अरू त एनएस पुरै स्टकमा छ यो वाला ऋतिकले पनि खतरा कुदाउने भयो आज त लास्ट टाइम चाहिँ उसको डट बाइक थियो होइन डट बाइक भएर उसले खासै कर्नरिङ सर्निङ हान्न पाएको थिएन बिस्तारै थियो आज त केटा त फर्ममा छ जस्तो छ पुरै सो हामी चाहिँ ठ्याक्कै यो के भन्छ यसलाई यसलाई कुन भन्छ ठाउँ कहाँनिर आइपुग्यौँ भन्नु यसलाई जस हामी आइपुग्यौँ चाहिँ यहाँनिर आइपुग्यौँ ल यता यताबाट राइट लागेर चाहिँ कुलेखानी साइड निस्केर अनि फेरि उताबाट फर्किँदाखेरि चाहिँ यता तलतिरको बाटो यो जुन चाहिँ लेफ्ट साइडपट्टि थियो नि तलतिर जानुपर्ने हाम्रो यो दक्षिणकालीको बाटो त्यताबाट फर्किनु लागेको हामीलाई उताको बाटो चाहिँ खासै थाहा छैन फेरि यताको बाटो चाहिँ गइरहेको हो नि त यताको बाटो राइट हाल्नु चाहिँ बवाल छ क्या सो यताको बाटो घुमेर अनि उताबाट चाहिँ टक्क फेरि फर्केर चाहिँ यतैबाट आउने आउँछ जाउँ खोइ के लाइट बल्छ कि के हो केही छैन डिस्प्ले छैन हजुर भयो ए भइरहेछ टाइम देखाइरहेछ जाउँ अहिले चाहिँ स्टप भयो ल केटा 360 किनेछ उहिले हाने गर्छ भिडियो हालेको गर्छ है गाह्रो छ फेरि आजकल त फेरि अब भिडियोकै भरमा पनि हानिदिन्छ नि त चिट आमामा सही हानिदिन्छ क्या फेरि बबाल लाग्छ मलाई यसको हुइली चाहिँ फेरि उसले त्यो हुइलीमा चाहिँ फुल कन्ट्रोल छ क्या मलाई त्यो चाहिँ बबाल लाग्छ क्या जुरुक उठाइदिन्छ बाइकलाई त हामीसँग 3टा एनएस रहेछ 2टा एमटी एउटा डोक एउटा R15 सो बबाल राइड हुँदैछ बबाले बाबा यस्तो विधि नकुदाम केटा हो आरामले कुदाउने भनेर हिँडेको खासमा चाहिँ केटाहरू एउटाले उठाएपछि कोही रोकिँदैन ननस्टप देख्दै गर्छ अफरोड चाहिँ बाबाले राइडरहरू खुङ्कार छ नि हामीसँग राइड पो अलि सबैजना जान खोज्दैन र मात्र जाम बाबा भले भल स्टपी पनि खतरा भोक लाग्यो के खाने त सकोइले हो त्यो साइलेन्सरमा झऱ्यो क्या पुरै कस्तो अप्ठ्यारो हुन्छ कि चल्छ
कस्तो कुचाइले भन्छ अफरोड कुदाउनु चाहिँ यस्तो खालको बाटो भयो झन् मजा आउँछ फेरि अफरोडमा चिप्ले भने चाहिँ फेरि गयो होइन केटाहरू अफरोड भने चाहिँ जाम जोड रोकिदिइहाल्दो रहेछ आरामले जान्छ होइन सर जान्छ क्या ए जिम्मेवारी चालक रह्यो केटातिर बाटो हुँदो रहेछ त यहाँको बाटो चाहिँ फेरि धोस्ते हुन्छ है फेरि बर्खामा पनि पानी पर्ने बित्तिकै आज त अलिअलि सुकेको रहेछ पानी पर्दै हुन्छ गिद्दी हुन्छ फेरि यहाँनिर गाह्रो छ है गाह्रो छ यहीँ मात्र गिद्दी छ है यो बाटो यो बाटो बन्द भने त खतरा मजा आउँछ नि भने ल यो लगातार चाहिँ हाम्रो केटाहरू सबै 1 2 3 4 5 6वटा एउटा बाइक पछाडि छ अनि टोटल 7वटा बाइक र 8जना छौँ हामी टोटल चाहिँ सो रमाइलो भइरहेको चाहिँ आजको राइड खासै राइडहरूमा चाहिँ खासै केही बोलिरहेको छैन क्या अहिले चाहिँ सब कुदाएर आउँदा केटाहरू आफू पनि कुदाउने भएर चाहिँ त्यो बोल्ने मौकै पाइरहेन क्या के बोल्ने यसरी चाहिँ नकुदाउनु पर्ने हो खासमा चाहिँ अब के भन्ने अब केटाहरूको जोस सोचमा सो मजा चाहिँ मजा आउँछ सेफ राइड चलाउनुपर्छ होइन धेरै हावा पारामा रफ राइड पनि चलाउनु हुँदैन त्यही नै छ फर्ममै आएको होइन आज फर्ममै आएन कन्फिडेन्सै आइरहेन क्या त्यस्तो विधि होइन अस्ति कस्तो अलि त्यस्तो आयो के हो सचिन सर छ त यहाँ त सचिन सर यहाँनिर चाहिँ अस्तिसम्म चाहिँ भिडियो बनाएको थिएँ मैले चाहिँ आज चाहिँ आर्मी सरहरूले भिडियो चाहिँ नबनाउनुहोस् भन्नुभयो त्यही भएर भिडियो चाहिँ बनाएर माथि चाहिँ सो हामी चाहिँ अहिले कुलेखानी ड्यामबाट टल झरेर कतापट्टि भनौँ अब यो जाँदै सम्झियोस् के गर ल के गर कता हेर्दा त्यो कता हेर त्यो ल बाबाले के भन्यो र ल आर्मीले के त टिकटक इन्स्टा छ हातमा लिएर ल म फलो गर्छु जुन 23 हो कि के भन्दै थियो हैन ओ के छ तपाईको युट्युब च्यानल रे युट्युब त छैन यो टिकटक इन्स्टा के छ टिकटक भन्नु त म फलो हान्छु ल भने हामी चाहिँ भर्खरै कुलेखानीमा चाहिँ खाजा खायौँ सो अहिले चाहिँ हामी फेरि कुलेखानीबाट यतातिर हाम्रो के भन्छ सिस्टरीतर्फ जाने बाटो भनेर हिँडेको है हामीलाई खासै केटाहरूलाई सबैलाई थाहा रहन्छ क्या बाटो चाहिँ कता कता हो भन्ने कुरा अब जति बाटोसँगै गयौँ त्यसपछि थाहा हुन्छ आना उहिले आन हाम्रो डुक चाहिँ आज अलिकति डुकको हालत चाहिँ खराबै भएको छ है पुरै पछाडिको पुरै त्यो सक नै लिकेज भएछ क्या पुरै क्रैक भइरहेको छ केटाले त्यही भएर आज अब अघि नै चाहिँ हुइले सुइले सबै गइरहेको थियो अब चाहिँ कुद्न पनि गाह्रो भयो बाइक नै हो कस्तो आवाज आइरहेको क्र्याक पुरै हुन्छ नि त्यो जानै खोजा जस्तो बिस्तारै केटा हो चिप्टीलाई फेरि त्यही भनेर अघि नै घुम्तीमा त्यस्तै भएको म झन्डै गएर यहाँपट्टिको बाटो पनि त्यस्तो अलिअलि बिग्रियो रहेछ नत्र बवाल त बवाल्यो के हो
यति हो कहाँ हो हिँड्दै जाने ए अझै क्यासै छैन होला फेरि हामीसँग क्यासै छैन हजुर क्यास छ र केटा हो क्यासै छैन फेरि दिदी बिस्तारै जाउँ ल डुक टु 50 छिटो है ऋतिकलाई लास्ट टाइम ऋतिकलाई गिद्दी भएको थियो सो हामी चाहिँ ठ्याक्कै अहिले यो ठ्याक्कै कहाँ चाहिँ ठाउँ चाहिँ थाहा भएन जस यहाँबाट चाहिँ यता अफरोडभित्र जानुपर्ने चाहिँ हामी नौन ठाउँतिर जानुको लागि चाहिँ सो मैले चाहिँ साथीको बाइक R15 चलाइरहेको छु मेरो चाहिँ यहाँ अगाडि चलाइरहेको छ केटोले मलाई R15 ठिक लाग्छ कि फेरि कुदाउनमा चाहिँ किनेर चाहिँ फेरि चलाउनु मन पनि लाग्छ एक हिसाबले फेरि एक हिसाबले मन पनि लाग्दैन क्या एमटी नै ठिक हो कि जस्तो लाग्छ अफरोडमा लास्ट गीत हुन्छ नि त नेपालको बाटो प्रायः त्यही नै हुन्छ अफरोड त भेटिहाल्छ त्यही कारणले गर्दाखेरि चाहिँ एमटी नै ठिक हो तर कर्नरिङ यसो कुदाउनुलाई चाहिँ बबाल लाग्छ फेरि R15 सो त्यही भएर म चाहिँ R15 को सो पुरा गर्दैछु अहिले यहाँ अफरमा कति काम रहेछ ओए लचक्कै उठाइदिन्छ त तर लास्ट अलिकति यो R15 मा चाहिँ के हुने भन्दाखेरि अलिकति पुरै यस्तोरै बस्नुपर्छ नि त एग्रेसिभ पारामा अनि गिद्दी लाग्ने क्या हातमै भार परा जस्तो ढाड मात्रै कक्रो परा जस्तो फिल हुने क्या त्यही भएर एमटी चाहिँ अलिकति अलि योभन्दा चाहिँ अलिकति कम्फर्टेबल छ भनौँ न नेपालको बाटोमा चाहिँ यस्तो खासै अलिकति सुटेबल हुँदैन R15 चाहिँ तर एमटी चाहिँ फेरि ठिकै हुन्छ यो सिट चाहिँ अलिकति एमटीको पनि एमटी यस्तरी कुदाउँछ हाम्रो सबभन्दा योचोटिको राइडमा चाहिँ सबभन्दा गिद्दी भएको चाहिँ हाम्रो डुकुलाई हो क्या पुरै उसको चाहिँ सस्पेन्सनै गिद्दी भयो क्या आज यार खतरा कुदाएर त केटाहरूले कि आमामा केटाहरूले त खत्रै अफरोड लिएर हिँड्नु त्यहाँ आज त अलिकति मात्रै हो भन्दै जस्तो के अघि कुन चाहिँ कति अलिकति हो यो कति मान्छेहरू आउँदैछ अझै कति मान्छेहरू जाँदैछ अझै प्याक भयो जस्तो छ जय गोर्खाली बवाल ल ल ल ल ल के गर भाइ अलि लिउ अलि चलाउन जाने र कालोले खुट्टा भिजायो के बोकेर लाने यता हालेर जम कति टाइम हो अब अझै लाग्छ अझै जम के हो गीती हुन्छ क्या ओइ भित्र चाहिँ कहाँ जाने भित्रै जान्छ ल यहाँ त पुरै ओहो जात्रा लागिरहेको रहेछ यहाँ त पुरै लास्ट प्याक रहेछ यहाँनिर त गिद्दी माछा बजार हुने रहेछ पुरै माछा बजार यहाँको त खासै यहाँनिर आएको त्यस्तो मजा चाहिँ अलि भन्नाले अब राइड चाहिँ मजा आयो पौडी सौडी चाहिँ त्यस्तो बेसी छैन नआएकै ठिक बाइक कुदाउनु चाहिँ फेरि ठिकै छ है फेरि केटाहरूसँग यस्तो गीत दिएँ मान्छे त्यहाँनिर भिडियो बनाउन पनि एउटा भयो क्या भिडियो पनि बनाएन खासै भन्नाले अब स्विमिङको लागि नै उहाँदेखि यहाँ आउनु चाहिँ त्यस्तो ओट चाहिँ एउटा राइडको अब चिल हिसाबले आउनु चाहिँ ठिकै हो
तर स्विमिङ गर्छु भने चाहिँ नहुँदा ठिक छ मान्छेको क्राउड देखेर गीत दिइराख्ने क्राउड नभयो भन्दा फेरि ठिकै पनि हुन्छ र क्राउडै बेसी छ क्या शनिबार पनि भयो नि त आज सो बाटो नि अलिअलि अफरोड छ अनि अलिकति गीत दिनु राख्ने रहेछ ल मेरोमा हाल्नु हुन्थ्यो कि तर सिट सानो छ अनि मैले प्याक बोकिरहेको छु त्यही भएर गिद्दी भएर खासमा चाहिँ तर पनि हालिदिन्थेँ कोहीहरू कोही नभए भए चाहिँ एनएसमा त अट्छ नि त प्रोपरली त्यही माथि उसकोमा प्याक छैन त्यही भएर मात्रै है नोइज पोल्युसनमा आकुरीहरू ओए ल ल गयो गयो ल ल जाम 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 यताबाट जान्छ त्यो भयो बाबाले बस यताबाट जाऊ जाउँ जाउँ अझै आउने मान्छे त आएकै छ त यार 3 भइसक्यो हामी चाहिँ फर्केको अति गीती भयो केटाले एकजनालाई चाहिँ होस् मद्दत चाहिँ गर्दै मेरो चाहिँ ब्याग भएर न त त्यो भाइलाई मै हाल्थेँ ब्यागलाई गर्दा त्यो झ्याउ हुने पोहोर भन्नाले मैले फेरि खोलेर अगाडि बेच्नु पर्छ नि त केटाहरू खालिन्थ्यो नि किन खालि बोकिदिइहाल्छ नि त भनेर खासमा चाहिँ तर ऋतिकले पनि ल्याइदिएर चाहिँ माथि यहाँनिर अङ्कललाई बाबाले केटा बाबा सो हामी चाहिँ लाग्यौँ फेरि काठमाडौँतर्फ अब यो कुन बाटो रे हाम्रो दक्षिणकाली छिर्ने बाटो हो यो चाहिँ अघि नै हामी उताबाट राइट लागेर आएको थियौँ भने अहिले चाहिँ लेफ्ट लाग्ने बाटो निस्किन्छौँ यहाँबाट चाहिँ सो अब यो बाटो चाहिँ मेरो लागि चाहिँ फर्स्ट टाइम नयाँ यो मेरो लागि चाहिँ केटाहरू को चाहिँ हिँड्छ अरे चाहिँ कस्तो छ बाटो हेर्दै जाउँ लेट्स सी बाबाले मोबाइल काट्नु खेल्यो वहाँदेखि म केही नबोलिकन बाइकमा त कुदाइरहेको छ राइट यस्तो नकुदाउनु होला है कोही पनि वी आर प्रोफेसनल
त नभनौँ हेट के कुराको हेट ओए हावाहरू लास्ट हावा कुदाउने यार तिमीहरू हेट यस्तो केटाहरूको सँग गर्नु हुँदैन यस्तो कुदाउँछ यार कहाँ त्यही गोरु हो अहिले त्यही टिटी टिटी त हानेको नि केटाहरू आइदिइहाल्छ भनेर गिद्दी मजा आयो तर ल टट्टी हो टट्टी स्किल देखाएको छ त टट्टी स्किल हो यो चाहिँ R15 को टट्टी स्किल हेर्न सक्नुहुन्छ ए साइड लाउनु पर्ने हजुर जाँदा हुने हजुर हजुर अलिअलि जाँदा हुन्छ भन्नुभयो छ छ छ सर हुन्छ सर हस् हस् सर हस् हजुर हामी यहाँ उता सिस्नेरी हजुर हुन्छ सर हस् हस् सर हस् जाम 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 खुल्यो खुल्यो कहाँबाट छिर्ने हो हट्छ अलि अगाडि जाऊ तिमी कोही पनि देखेन अनि